म तपाईँको बिचमा म नेपालीमा नै बोल्छु होइन हो कि होइन हो नि होइन I will speak in Nepali. Please. Yeah. Later I'll understand. I'll ask and understand what is going on. Okay. तपाईँले म सँगसँगै लुका रचित सुसमाचार 12 अध्यायलाई बुक अफ लुक 12 अध्यायलाई तपाईले निकाल्नु भयो भने यसुले यहाँ एउटा दृष्टान्तमा कुरा गर्नुभएको छ 12 को 16 देखि म तल पढ्छु। एकदमै महत्त्वपूर्ण वचन छ यो चाहिँ, तपाईँ सबैले ध्यान दिएर सुन्नुहोस्। उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। कुनै एकजना धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो। त्यसले मनमनै गुन्न लाग्यो, मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरौँ? तब त्यसले भन्यो, म यसो गर्नेछु, आफ्नो ढुकुटीहरू भत्काएर झन् ठुला ठुला बनाउनेछु र मेरा सबै अनाज र माल सामान त्यही राख्नेछु। अनि म आफ्नो प्राणलाई भन्नेछु, ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ, सुख चैनमा बस, खा पी र मोज गर। तर परमेश्वरले त्यसलाई भन्नुभयो, ए मूर्ख, आज राति नै तेरो प्राण तँबाट लिनेछ र जे कुराहरू तैँले आफ्नो निम्ति थुपारेको छस् ती कसको हुने? आफ्नो निम्ति धन सम्पत्ति थुपार्ने तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ। एकदमै महत्त्वपूर्ण कुरा परमेश्वरले यहाँनिर भन्नुभएको छ। यो वचन चाहिँ प्रभु येशू आफै संसारमा हुँदै गर्दा 3.5 वर्षको सेवकाईमा उहाँले बोल्नु भएको वचन। उहाँले एकजना धनी मानिसको उदाहरण दिनु। प्रभु चाहिँ धेरै ठाउँमा दृष्टान्तमा बोल्नु भएको छ। दृष्टान्त भनेको एउटा घटना भनेर अर्को कुराको सङ्केत गराउनु। उहाँले डाइरेक्ट कसैलाई पनि तिमी यस्तो भन्नु भएन। उहाँले चाहिँ एउटा दृष्टान्तमा बोलेर मानिसहरूको बिचमा होइन परमेश्वरको वचनको सेवकाई पुर्याउनु। यहाँनिर चाहिँ एकजना धनी मानिसको विषयमा भन्नुहुन्छ। धनी मानिसले आफ्नो खेतमा उब्जनी गर्यो, खेतीपाती लगायो। जब उसले खेत हेऱ्यो, प्रशस्तै त्यहाँनिर अन्न भएको देख्यो। गएको सालभन्दा यो साल अझै बढी। उदाहरणको लागि गएको साल 50 दिन, अहिले 100 बोरा भनौँ न उदाहरणको लागि। उसले मनमा के विचार गर्छ, मैले यति धेरै फसल प्राप्त गर्दैछु, अब मेरो पुरानो राख्ने ठाउँहरू चाहिँ अब मसँग त्यो पर्याप्त हुनेवाला छैन, अब मैले के गर्नु पर्यो? अनि उसले मनमा विचार गर्यो, अब म त्यो सबै पुरानो कुरालाई भत्काउँछु, नयाँ बनाउँछु, योभन्दा 2 गुणा ठुलो बनाउँछु, अनि सबै धनसारलाई राखेर अनि आफैले आफैलाई के भन्छु भनेको छ, अब त मोज गर, तेरो लागि प्रशस्त सम्पत्ति छ, अब चिन्ता नगर, तँलाई पुग्ने तेरो पुस्तौसम्म पुग्ने सम्पत्ति तेरो लागि थुप्रिएको छ, के गर भनेको छ, खा पी र मोज गर, आनन्द गर। अनि उसले यो कुरा भन्दै गर्दा दुःख लाग्दो कुरा त्यहाँनिर परमेश्वरबाट हामी सुन्न पाउँछौँ। मैले यो कुरा किन भन्दैछु, हामी सबैजनालाई म एउटा उदाहरण दिँदैछु। उसले चाहिँ प्राप्त गर्यो तर दिने व्यक्तिलाई बिर्सियो। कतिचोटि हामी पनि त्यस्तै अवस्थामा हुन्छ। उसले यो कुरा बिर्स्यो, मैले त खालि लगानी मात्रै, मैले त खालि छरेको मात्रै हो, उमार्ने त परमेश्वर हुनुहुन्छ जसले मलाई दिनुभयो। दिने व्यक्तिलाई बिर्सेर उसले आफैले आफैलाई स्याबास भन्दैछ। कहीँ पनि तपाईँले माथि पढ्नु पाउनु न, परमेश्वर धन्यवाद, तपाईँले गएको सालभन्दा यो साल मलाई धेरै दिनुभयो भनेको। उसले के भनेको छ, ए तैँले ठिक गरेछस्, राम्रो गरिस्, तेरो लागि धेरै छ। कतिचोटि आज यो संसारमा पनि धेरै मानिसहरू यस्तै छौँ। हामीहरू पाएको कुरामा रमाउँछौँ, दिने व्यक्तिलाई बिर्साउँछौँ। कसद्वारा हामीले पायौँ भन्ने कुरा चाहिँ कहिले पनि बिर्सिनु हुँदैन। हामीले छर्छौँ, त्यो छरेको कुरा बढाउने काम चाहिँ परमेश्वरको। जुन काम मानिसले गर्नै सक्दैन त्यो काम परमेश्वरले मात्रै गर्नुहुन्छ। अनि आज संसारमा मानिसहरू यस्तै प्रकारले जिराखेका छन्। मैले आज तपाईँको भन्न खोजेको चाहिँ धनी हुनुहोस् तर मूर्ख नबन्नुहोस्। आज धेरै मानिसहरू धनवान हुन्छन् तर मूर्ख भइरहेको। यहाँ प्रभुले के भन्नु, ए मूर्ख, त आज राति नै मर्छ, अब त के गर्छस्? परमेश्वर धनी हुनुको विपरीत हुनुहुन्न। परमेश्वरले धनवान हुने, ख्रिस्टमा रहेर धनवान भएको चाहिँ उहाँले रुचाउनुहुन्छ। होइन भने चाहिँ त्यो व्यक्ति कस्तो हुन्छ, मूर्ख जस्तै हुन्छ। उसले के भन्दै थियो, खा पी मोज गर तेरो लागि, तर प्रभुले के भन्नुभयो, आज राति नै त मर्नेछ, के गर्छस् त? उसको सबै सपनाहरू चाहिँ एकछिनमा टुटेर गयो। परमेश्वर बिनाको सम्पत्तिले हामीलाई कहिले पनि आशिषमा ल्याउँदैन।
तपाईँ जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, पहिलाचोटि तपाईँको सम्बन्ध प्रभुसँग कस्तो छ भन्ने कुरामा जाँच्नुहोस्। प्रभुबाट आएको सम्पत्तिले चाहिँ हामीलाई अनन्त अनन्त जीवनमा मात्र होइन, संसारमा पनि आशिषित जीवन जिउनलाई सहायता गर्छ। होइन भने यो मूर्खको जस्तै अवस्था हाम्रो हुनसक्छ। हामी धेरैचोटि भोलिको चिन्ता गर्छौँ, आज म कस्तो छु प्रभु भन्ने कुरा वास्ता गर्दैन। म तपाईँलाई आज के भन्न चाहन्छु, तपाईँ म पनि यस्तै त भइराखेका छैनौँ। परमेश्वरको नजरमा मूर्ख त भइराखेका छैनौँ। संसारमा सबैले वा तपाईँले राम्रो भन्दै होलान्, तर के परमेश्वरले तपाईँ मलाई हेर्दै गर्दाखेरि तिमीले ठिक गरेको छौ भन्दै हुनुहुन्छ कि त मूर्ख होस् भन्दै हुनुहुन्छ। प्रभुले धनी भएकोमा म ईर्ष्या गर्नु हुँदैन, तर ख्रिस्टमा रहेर धनवान भएको चाहिँ उहाँले चाह राख्नुहुन्छ। आज धेरै संसारमा मानिसहरू धन चाहिन्छ, म धनको विरोध कहिले पनि छैन, मलाई पनि तपाईँलाई पनि, तर धन मात्रै महत्त्वपूर्ण कुरो होइन, प्रभुसँगको हाम्रो सम्बन्ध चाहिँ त्योभन्दा पनि महत्त्वपूर्ण कुरो। यो मानिसकोले के थियो, धनी थियो, तर उसले के कुरा बिर्सियो, धन दिने व्यक्तिलाई बिर्सियो। परमेश्वर मैले त पहिलाको जस्तो नै बराबर लगानी गरेँ, तर तपाईँले यसमा